हेलो नमस्ते शिवारू मेरो सानो मिनी ब्लगमा तपाईहरुलाई स्वागत छ। म चाहिँ आज चाहिँ जान लागिरहेको छु मेरो बारीमा। धेरै दिन पछाडि गएको यस्तै छ बाटोहरु, हिलो पानी हुँदै म चाहिँ रोड्दै जाँदैछु। एकदमै पानी अनि रोड चाहिँ छ तर बाटो चाहिँ हिलै हिलो छ क्या। जाँदा जाँदै मेरो बारीमा पनि पुग्न आँटे साथी हो। मेरो बारी चाहिँ यहाँदेखि ठ्याक्कै माथि छ क्या। अब यो बारीमा चाहिँ पुग्न आँटे। यहाँदेखि चाहिँ उकालो जानुपर्ने हुन्छ। अलिक अप्ठ्यारो छ बाटो। झुन्डिँदै झारपातमा झुन्डिँदै म उकालो चढ्दैछु। यहाँ माथि अब भिडियो बनाउँदै गइरहेको छु नि त। मेरो साथीहरु चाहिँ कहाँ छ भनेर यसो हेरिरहेको छु। भिडियो बनाएको देख्यो भने पनि अहिले रिसाउँछन् क्या। यहाँ मेरो मकै भटमास एकदमै राम्रो रहेछ। आज चाहिँ विशेष गरेर भटमास ओर्ने काम छ क्या, त्यही भएर मैले चाहिँ खाजा पुर्याउन आएको। यहाँ माथि रहेछ खाजा खानु बोलाएको। काममा र गफमा मात्रै व्यस्त छ क्या बुढा र मेरो बहिनी साथी चाहिँ। यहाँदेखि चाहिँ मेरो गाउँको भ्यू देखाउँदैछु साथी हो। एकदमै टाढो बाटो हिँडेर यहाँ चिया फिक्का चिया खान लागेको। यहाँ साथी चाहिँ रिसाएर छैन, भिडियो बनाउँदा त रिसाइरहेको छ। हामी चाहिँ खाजा खाइवरी काम सकेर पनि घर फर्किन लागेको साथी हो। यहाँ चाहिँ हामी फर्क्यौं साथी। ल बाई बाई। मेरो भिडियोलाई